रोयल खुङ भर्सेस मडानी भलिबल गुल्मी प्युठान र गुल्मी बिचको यो भलिबल खेल 1-0 रोयल खुङ 1 अनि त्यसै गरी मडानी भलिबल 0 2-0 मडानी भलिबल त्यसै गरी रोयल खुङ बीच हामी खेल सञ्चालन गरिरहेका छौँ र खाता खुल्ला गर्दै अङ्क 2 जम्मा गरिसक्नु भएको छ रोयल खुङ र 0 रहेको छ अहिलेसम्म मडानी भलिबलतर्फ 2 अङ्कबाट पुनः 1 अङ्क प्लस गर्दै रोयल खुङ प्युठान अङ्क पुग्यो 3-0 है नम्बर फेरि पनि अङ्क रोयल खुङ प्युठानतर्फ नै जोडिएको छ अङ्क पुग्यो 4-0 4 अङ्क रहेको छ रोयल खुङ प्युठानतर्फ र 0 खाता खुल्न सफल रहनु भएको छैन मडानी भलिबल गुल्मी 1-0 है गुल्मी 1 प्युठान अङ्क मडानी भलिबल गुल्मीतर्फ 1-4 राम्रो गेम देखाएको 10 नम्बर तो पुनः पनि अङ्क जोडिएको छ मडानी भलिबल गुल्मीतर्फ नै 2-4 अङ्क प्युठानतर्फ जोडिएको छ 5-2 5 अङ्क रोयल खुङ प्युठानतर्फ र 2 अङ्क रहेको छ रोयल मडानी गुल्मी फेरि पनि अङ्क जोडिएको छ प्युठानतर्फ नै 6-2 6 अङ्क प्युठान रोयल खुङ र 2 अङ्क हो मडानी भलिबल गुल्मी हान्दियो नि अङ्क गुल्मीतर्फ जोडिएको छ 3-6 अङ्क 4-7 रहेको छ हामी देखिरहेका छौँ स्कोर बोर्डतर्फ हामी हेरिरहँदै गर्दा 4 अङ्क रहेको छ मडानी भलिबल गुल्मी र अङ्क 7 हो रोयल खुङ प्युठानतर्फ फेरि पनि अङ्क मडानी भलिबल गुल्मीतर्फ नै जोडिएको छ 5-7 छ
अङ्क प्युठानतर्फ जोडिएको छ 8-5। फेरि पनि अङ्क जोड्न सफल रोयल खुङ प्युठान नै 9-5। यति बेला अङ्क गुल्मीतर्फ जोडिएको छ 6-9। फेरि पनि अङ्क मडानी भलिबल गुल्मीतर्फ नै 7-5। अङ्क जोडिएको छ फेरि पनि मडानी भलिबल गुल्मीतर्फ नै 8-9। रोयल खुङतर्फ अङ्क जोडिएको हो 10-8। फेरि पनि अङ्क जोडिएको हो रोयल खुङ प्युठानतर्फ नै 11-8। फेरि पनि अङ्क जोड्न सफल रोयल खुङ प्युठान नै 12-8। अङ्क जोडिएको हो यति बेला मडानी भलिबल गुल्मीतर्फ 9-12। रोयल खुङतर्फ अङ्क जोडिएको छ 13-9। अङ्क गुल्मीतर्फ जोडिएको हो 10-13। फेरि पनि अङ्क मडानी भलिबल होइन रोयल खुङतर्फ नै जोडिएको हो 14-10। 14 अङ्क रहेको छ प्युठान रोयल खुङतर्फ र 10 अङ्क रहेको थियो। 10 अङ्कबाट 1 अङ्क प्लस गरिसक्नु भएको छ गुल्मी मडानी भलिबल। अङ्क हो 11-14। यति बेला अङ्क रोयल खुङलाई 1 अङ्क प्लस गर्ने मौका मिलेको छ यति बेला र अङ्क 15-11।
अङ्क मदानी भलिबललाई यति बेला 12-15। फेरि पनि अङ्क जोडिएको छ मदानी भलिबलतर्फ नै 13-15। फेरि पनि अङ्क जोड्न सफल मदानी भलिबल गुल्मी 14-15। 14 अङ्क मदानी भलिबल गुल्मी र 15 अङ्क रहेको छ रोयल खुम। रोयल खुमतर्फ अङ्क जोडिएको छ 16-14। अङ्क 16-15 हामी देखिरहेका छौँ। रोयल खुम प्युठानतर्फ 16 अङ्क रहेको छ र 15 अङ्क गुल्मीतर्फ। फेरि पनि अङ्क रोयल खुमतर्फ नै 18-15। अङ्क गुल्मीतर्फ जोडिएको छ 16-18। अठारह अङ्कबाट पुनः 1 अङ्क प्लस गर्दै गुल्मी होइन रोयल खुम प्युठान 19 अङ्क रहेको छ प्युठानतर्फ र 16 अङ्क रहेको छ मदानी भलिबल गुल्मीतर्फ। अङ्क यति बेला मदानी भलिबल गुल्मीतर्फ जोडिएको छ 17-19। रोयल खुमतर्फ अङ्क जोडिएको छ 20-17। ए भाइ उठि उठि बल हेरेर उता कट नआउँछ बल हेरेर कोल्ड ल्याउनु को छ अङ्क गुल्मीतर्फ जोडिएको छ 19-20। रोयल खुमतर्फ अङ्क जोडिएको हो यति बेला
र 21 अङ्क प्युठान खुङतर्फ र मदानी भलिबल गुल्मीतर्फ अङ्क रहेको छ 19 अङ्कबाट 1 अङ्क प्लस गर्दै मदानी भलिबल 20-21। फेरि पनि अङ्क मदानी भलिबल गुल्मीतर्फ नै जोडिएको छ 21 बराबर। अङ्क बराबर 22 गुल्मी पनि 22 र प्युठान खोङ पनि 22 बराबर 22 अङ्क रहेको छ। बाइस अङ्क बराबरबाट 1 अङ्क अगाडि बढिसक्नु भएको छ रोयल खोङ र 23-22 अङ्क हामी देखिरहेका छौँ स्कोरिङ बोर्डतर्फ। तेइस अङ्कबाट पनि पुनः 1 अङ्क अगाडि बढाउँदै अन्तिम बिन्दु 24 रोयल खोङ र 22 अङ्कमा हुनुहुन्छ। गुल्मी भन्दै थिए 22 अङ्कबाट 1 अङ्क प्लस गर्दै 23-24 बनाउन सफल रहनु भएको छ। चौबिस अङ्कबाट 1 अङ्क प्लस गर्दै यो सेटलाई आफ्नो